लाग्यो कामतिर 6 बजे छ अहिले कति बजे भनेपछि 6:33 भइरहेछ मौसम यस्तो दामी गरेछ अहिले यस्तो छ मौसम दिउँसो के हुन्छ टट्योल घाम हुन्छ काम गर्दाखेरि पनि अनि दिनभरि यस्तै मौसम गरे त राम्रो हो काम गर्ने भने के गर्नु दिउँसो त फेरि मार्छ घामले ढल्छन् मान्छे उस्तै हो भने उल्टो चलिरहेछ उल्टो चलाउने यो पुरै बादलहरू साइड लागिहाल्छ नि यो अगाडि चल्नु पर्ने हो क्या अब खाडीभन्दा बढी घाम हुन्छ भनौँ यार खाडी जस्तै छ कसले युरोपलाई राम्रो भन्छ क्या भित्र काम भयो त राम्रो हो बाहिरको काम त चिसो हुन्छ युरोप भन्ने मान्छे चाहिँ दिउँसो काम गर्ने बाहिर परोस् न बल्ल पो थाहा हुन्छ कस्तो हुन्छ भनेर बिहान त मौसम दामी हुन्छ त्यही पनि अब दिउँसोको हाल के हुन्छ थाहा छैन अनि किरा हुन्छ नि भित्र पाप्रिकाका बुट्टामा लगाउने हो ढक्क लागेर 4 5 6 7 8 8 बनाएर टक्क हाल्ने यिनी टक्क यस्तै टङ्गाउनु पर्छ क्या हाँगाको बिचमा किरा हुन्छ यो भित्र चाहिँ काठ हुन्छ क्या त्यस्तो धुलो हुन्छ टक्क टङ्गाउने यिनीमा सबमा टङ्गाइ भ्याइयो यो के कोपट भन्ने ट्याक्कै यो चाहिँ सबमा हाँगामा लगाउनु पर्छ क्या अनि हाँगामा लगाएपछि यो किरा लाग्दैन कि यसको भित्र किरा हुन्छन् क्या त्यो किराले अरू किरालाई मार्छ सारिस लाग्नु दिन्न अरे मलाई त्यो थाहा छैन नि त यहाँ छ कि 15 डिग्री सेल्सियस र 59 डिग्री फरेनहाइटको बिचमा राख्नुपर्छ यसलाई केमा राख्नुपर्छ यसलाई यसको टेम्परेचर मेन्टेन के किप इन कोल्ड यस्तो टक्क यो धेरै नजिक भएको हो यो यसको राख्ने टक्क लागेर यस्तो हुन्छ क्या एग्रिकल्चर सजिलो हुन्छ एग्रिकल्चर भन्नेले आउनुपर्छ क्या सजिलो लास्टै हुन्छ यो अहिले टेम्परेचर बाहिर कति छ भित्र कति छ थाहा छैन बाहिर चाहिँ टेम्परेचर अहिले 19 डिग्री सेल्सियस छ भित्र लगभग 25 जति होला यस्तो गर्मी हुन्छ गाह्रो गर्मीमा नि टनलमा अनि पारिको टनलमा लगाइ भ्याइयो आज खाना खान जान छौँ टाइम पनि लगभग खाना खाने भइसक्यो क्या हो 9 बजेर 9 मिनट भएको छ 6:30 बजे बोलाइयो आज काममा बिहानै गऱ्यौँ अनि जान लाग्छ खाना खान्छौँ कि के गर्छौँ खै हो छुट्टीवाला त घर पठाइदिने रे हामीलाई चाहिँ के गराउँछ भन्ने केही फिक्स छैन अहिले राम्रोलाई के हुन्छ हेरौँ उहाँले छ काम गर्ने गाह्रो छ गाह्रो विदेशमा गाह्रो गर्मी हुन्छ क्या बाहिर अहिले 19-20 डिग्री सेल्सियस छ भित्र टनलभित्र हुन्छ 25-26 डिग्री सेल्सियस 9 बजीतिर अहिले दिउँसोतिर त पुग्छ 30-40 घर पठाउले भने त दाउरा चचाउन पठाएको हो भात खाने बेला भयो बल्ल 12 बजे 11 बजे भात खाने 12 बजे भात दाउरा चासम्म इतना ज़्यादा काम करवाता है क्या बताए कि 5वटा मात्रै है कहाँ 5 तासको मात्रै 9 बजे त कति तासको भयो 5 1 घन्टामा के अब हात साथ धोइन्छ भात खाइन्छ सक्यो काम
अब घरतिर लाग्नु हामीहरू बाई धनुषको त भयो